केटाहरू अनि केटाहरूको रमाइलो कहिले पनि सकिँदैन क्या भन्छन् नि डेस्टिनेसन होइन क्या कम्पनीले गर्दा जहिले पनि राम्रो हुने जे कुरा पनि हिउँमा पहिलोचोटि पुगेको जस्तै भइरहेको थियो हुन त गाडी लिएर कहिले पनि गएको पनि थिएन यति मजा आइरहेको थियो हिउँमा गाडी कुदाउन यति मजा आइरहेको थियो आधी ट्याङ्की डिजल त त्यहीँ नै सकियो होला जोक्स साइड वी वर ह्याभिङ द बेस्ट टाइम अफ आवर लाइफ तपाईँहरूले आफै हेर्नुहोस् है त एभ्रिबडी कस्तो काले देखाएर हिउँले गर्दा क्या त्यहाँ मात्र पुग्दैन गाडी चाहिँ ल सुरेन एकचोटि लडिदिनु पर्ने हुन्छ गइसक्यो भाइ त पुर्दिनु पर्ने हुन्छ सुरेनलाई लेट्स गो खोइ लान भाइ अब हात यसो गर न हात घुमाउ न हो हो लाग्ने खाङसारतिर जाने त हो कसलाई कुरै चिसो चिसो भएर चाहिँ भित्र गऱ्यो रात पनि झ्याप्का झ्याप यस्तो छ ल हामी बसेको होटल चाहिँ त्यहीँबाट भ्यू देखिन्छ हिमालको यता पनि हिमाल चाहिँ कता हेर्ने हिमाल है कति हेर्ने हिमालै हिमाल जहाँ पनि हिमाल After having a blast of a time हिउँ खेलेर we decided to go खाङसारतिर to explore more मनाङको बाटो पनि चिल्लो भइसक्यो त्यही भएर ड्राइभ गर्न पनि एकदम मजा आइरहेको थियो सबैतिर हिउँ एकदमै रमाइलो त्यो एक्सप्लेन गर्नै सकिँदैन क्या तर गङ्गापूर्णको बाटो कस्तो छ भनेर चाहिँ कसैलाई पनि थाहा थिएन तर वी वर भेरी भेरी एक्साइटेड एन्ड पम्प्ड गङ्गापूर्ण जानको लागि अनि गङ्गापूर्ण हेर्नको लागि भिडियोमा देखेको यो अन्त मनाङ मैले ड्रोनबाट वेलकम टु मनाङ भर्खर त मनाङ आइपुगेँ त्यो को रहेछ नि त त्यसो तिनवटा बस्नु आउँछ कस्तो भयो बाटो बनाउँदै धन्यवाद दाइ को हो तपाईँ यहाँको मान्छेहरू चाहिँ एकदमै ज्ञानी राम्रो हुनुहुँदो रहेछ है अनि हामीलाई चाहिँ यहाँ बाटोहरू बनाइदिनु तपाईँ बिचमा बस्नु म यहाँबाट किन हेर्नु नि तपाईँलाई उ देखेर त्यहाँ गएपछि हुन्छ तपाईँहरूलाई हामी यहाँसम्म छोडिदिन्छौँ आउनुहोस् न धन्यवाद छिरिङ चाहिँ आउनु भएन नि छिरिङ चाहिँ छिरिङ आएर हुन्छ ठिक छ हो कन्क्रिट गरेर कोसिस गरौँ कि यो पुलले हामीलाई थाम्छ है राइट
गाडी सिधै नजिकै हामी देख्ने ठाउँमा राख्नु मिल्दैन। रिस्की मुभ बाई मिङमा शेर्पा। मिङमा शेर्पा हजुर सिधा ए म्याप हेर न एकजनाले। सिधा त उकालै छ त नि ए बाटो रहेछ बाटो हजुर ए फोन वेट मलाई यहाँ तपाईँ तिम्रो केजी हाम्रो छेउमै छ नि त We are heading to Gangapur Lake. Tasi Lake. त्यो के लेक अरे डोल्मा तासी डोल्मा त्यो यो लेक त हिस्ट्री देख्छ भन्छु अब चाहिँ हामी 360 डाँडा जाँदैछु। नमस्कार म चाहिँ मेरो नाम के थियो यार त्यो लेक त होइन नाम नि। सुनै थिएन कि तपाईँको नाम मेरो नाम पेम्बा चाहिँ मेरो पेम्बा। नमस्कार मेरो नाम पेम्बा अनि उसको नाम नमस्कार डोल्मा डोल्मा पेम्बा डोल्मा। अब चाहिँ हामी के हेर्न जाँदैछौँ 360 भ्यू नजपुश्री हिमाल। यता के त्यो भन्दा त यो ठुलो रहेछ गाडी नजाने भयो। हाम्रो गाडी नजाने भयो अब क्यामेरा कहाँ छ तलतिर पो झर्दैछ है। अब अगाडि बाटो कता हो थाहा छैन है मलाई कता बाटो लेकसम्म आइन्छ हौ आइस सबै होस् कता हो हजुर लेफ्ट टाइट छ त भाइ यो त हिँड्ने बाटो होइन बेस क्याम्पै पुग्यो अन्नपूर्ण बेस क्याम्प। बेसी छ त भाइ अब अहिले आउने चाहिँ कसरी त पोखरीमै घुमाइदिने भन्नुभएको छ यहाँ। चिप्लेको तल जान्छ क्या त्यस्तो नसोच्नु एकदम च्यालेन्जिङ ओ भाइ 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 खिचिरहेको छु मैले खेली तर होइन नि। उता गर्नु उतै लाउने ठिक छ सिधै हामी चाहिँ अहिले गङ्गापूर्ण लेकमा आइपुगिसक्यौँ। लेक चाहिँ पुरै फ्रोजनै भइरहेको रहेछ तर माउन्टेनहरू चाहिँ सबै दामी देखिरहेको छ एकदम राम्रो। बाटो चाहिँ वाइल्ड क्रेजी थियो क्या। फोर लो कन्सटेन्टली अन थियो, गाडी पुरै स्किड भइरहेको थियो, जाने कि नजाने भइरहेको थियो तर भ्यू वाज
ल नाच्दिउँ एउटा ल नाच्दिउँ कुन गीतमा भन्नु जुन गीतमा भए पनि नाच्दिउँ ल मलाई फेरि नाच्न चाहिँ आउँदैन क्या नाच्नु मजाले छमछम नाच्दिउँ त केटा लेख रे हामी त यहीँ बस्यो त अलि अगाडि जानुपर्ने हामीले खिच्ने भनेर भन्यो हामी पोजिसनमा नि बस्यो तर यहाँ त के हालेर रहेनछ भनेपछि कति अचम्म होला त यो ठाउँ हामीले बिर्सेको कि क्यामेरा अघिदेखि मैले थिचेको अरे होइन अब रेकर्ड पनि भएको छैन अरे भन्यो भने अझ के अचम्म होला त्यो त र यही अचम्मको कुरालाई म भन्दैछु पेमा दाई यो यत्रो दामी ठाउँ राख्नु त यहाँ आउनु त एकचोटि सेल्फी हाल्नु हजुर सेल्फी हाल्नु आउनु त छिरिङ दाई यतापट्टि आउनु यो त अनि उ त्यो होइन यो सेल्फी हाने जस्तै थम्नेल के दाइ दाई दाई होइन नि उहाँको नाम त छ नि मिङमा दाई यहाँ आउनु त एकचोटि ए थम्नेल जस्तै राखिहाल्नु एउटा ल उता हिमाल चाहिँ देखाउनु ए हिमाल देखाएर आउनु न एकचोटि आउनु आउनु सबैजना देखेन उरे केही भनौँ न उता फर्क्यौँ नि त अनि उता फर्क होइन उता के पछाडि हिमाल हेरेको खिच न हिमालमा पोइन्ट गर न पोइन्ट साँच्ची छैन झन् म सबै डिलिट गरिदिन्छु अहिले ल पन्जा लाउ त त्यो पन्जा ला देखाउनु पर्छ घरमा सबै टोपी पन्जा लगाएर म त बिर्सिरहेको घर मार्छ पन्जा लाउ पन्जा अब हामी एकचोटि अर्को एउटा क्यामेराबाट सुट हान्छौँ अनि त्यसपछि फेरि अर्को ठाउँमा जान्छौँ हाम्रो हाइलक्स चाहिँ हाम्रो अनन्त दाइले चलाउँदै हुनुहुन्छ हाइलक्स जी अब हामी जान्छौँ हाम्रो होटेलतर्फ अब यही गाडी यहाँ चाहिँ यस्तो झाडी छ क्या अनि गाडी कोर्ने समस्या हुन्छ त्यसै कारणले मेरो भाइहरूको फर्स्ट हिउँको एक्सपिरियन्स कस्तो भयो त केटाहरूको राम्रो अहिले चाहिँ चिसो भएको छैन तर लिक लाग्यो खै के भयो गाडी कुदाएको त्यो वायर डाउँ हिउँ परेको नि देखि ओ के बत्ती बल्यो त्यहाँ यो हामी कतापट्टि फर्किरह यो गाडी हो त्यहाँ फोटो खिच्न दामी आउँछ नि अहिले चाहिँ धेरै नै हिउँ परिरहेछ र हाम्रो दाइहरू चाहिँ गाडीमा पाल टाङ्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ गाडीभरि हिउँ नै हिउँ भइसक्यो
डिकी त खासै नथपे नि हुन्छ तान्नु उतापट्टि हेर्नु थप कमै यस्तो भइसक्यो ओहो पछाडि भयो यो यहाँ यस्तो भएको छ है केटा भोलि हामीलाई पानी नै पानी हुन्छ ए साँच्ची यो छोप्नै पर्ने हो यार यो त किन नपर्ने यो ए हेर न भोलि हाम्रो सामान हाल्ने ठाउँ त पानी नै पानी हुन्छ नि भोलि अनि बिहान सुकाउँदा नि अगाडि हिँडिन्छ झन् अर्को पनि छ। Cameraman sir. Hello. This is the first. This is the first time we're experiencing snowfall. Woohoo! First time light up. अब त यहाँबाट खेल्नु थालेछ यसलाई के छ आफै पुरिन्छ कि ढुङ्गा उठ्यो रहेछ हावा त चल्दैन होला दाइ just to be on the safe side. हावा आउँदैन कि खासै एउटा ढुङ्गाले ठेकेको छ ओप राम्रो होस् अब चाहिँ हामी आगो ताप्न जान्छौँ यो कोठामा चाहिँ एकदम तातो छ यहाँ आगो बलिरहेको छ यसमा आगो बलिरहेको छ हामी चाहिँ बसेर एकछिनमा हामी खाना पनि खान्छौँ तपाईँहरू हेर्दै गर्नु होला हाम्रो ब्लग 14 सम्म जाने रहेछ आज -14 ओहो हामी त +24 मा बस्ने मानिस यसको बारेमा के बुझाइदियो हाम्रो इन्डाइरेक्टली तपाईँलाई पनि देखाउनु पऱ्यो भन्नु चाहिँ के साह्रो पर्छ मिगी ठिक छ कस्तो हुँदैछ त मनाङको यात्रा हाम्रो आज हाम्रो डे 2 यो चाहिँ हाम्रो यहाँभित्र अगाडिबाट आगो बल्छ स्मोकर जस्तो अनि यसले हिट पनि प्रड्युस गर्छ यहाँ माथि खाना नि बनाउनु मिल्यो अनि यसको चिम्नी चाहिँ डाइरेक्ट माथि घर बाहिर बल्छ क्या अनि यहाँ कोठा चाहिँ एकदम न्यानो है कस्तो तातो हुन्छ ल यता हुनुहुन्छ हाम्रो हगमन हगमन तामाङ हुनुहुन्छ हाम्रो कस्तो रह्यो त भाइ तेरो यात्रा चिसो चाहिँ चिसो छ यार है कस्तो बुढो मान्छेको जस्तो भएछ है यहाँ त अहिले त चिसो बाहिर